सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। सो न्यू डे न्यू ब्लगमा स्वागत छ सबैजनालाई। म चाहिँ 9 बजिरहेको छ। अब चाहिँ मम्मीले यता खाना बनाउँदै हुनुहुन्छ। मम्मी आउनुहुन्छ यतै खाना बनाउँदै हुनुहुन्छ मम्मीले। तरकारी पाक्दैछ। अब चाहिँ तल मम्मी चाहिँ घाँस काट्न जानुभएको थियो है होइन। अब कहाँ जान लागेको भन्ने सोच्नु होला। अब घाँस लिन जान लागेको है। अब यहाँ हँसियाहरू लिने अनि कुद्ने अब घाँस लिन। अब चाहिँ घाँस लिन जानु पर्ने हुन्छ गाइज होइन। वहीँ गसी भेटौँला है त ल। स्टेसनमा आइपुगेको छु। यहाँ चाहिँ भारी देख्न सक्नुहुन्छ। हामीले हालेर राख्दिनु भएको होइन। अब चाहिँ यसलाई नाम्लो नलिए है। अब यसलाई चाहिँ कानमा हालेर लाने हो कि। यसलाई चट्ट कानमा हाल्छु। गरुङ्गा छैन अहिले त, त्यो सुकेको घाँस होइन। यता चाहिँ मम्मीले देख्न सक्नुहुन्छ मकै रोपेर यहाँ अदुवाहरू टक्क होइन। यस्तै हो गाउँको लाइफ के अरे। अनि यता देख्न सक्नुहुन्छ, यता नि मकै छ। यदि कसैले मकै खान मनलाई आउन सक्नुहुन्छ। फ्यामिली मैले त घाँस लिएर आएर भैँसीलाई हालिदिइसकेको छु होइन। यहाँ आनन्दले भैँसी हिलोमा बसेको छैन होइन। मैले चाहिँ धोर लगाइदिएँ। अब चाहिँ भात पाएको होला, भात खानुपर्ने हुन्छ। ओहो मम्मीले त भात खाइसक्नु भएको रहेछ। कति छिटो छ नि मम्मी भात। अब्बै ल खाना रेडी छैन। ओहो आज त के हो, तरकारी त मरद छ गाइस। तरकारी हेर्नुहुन्छ, मासु छ। मासु आज मासु खाने हो। मासु खसीको मासु है मम्मी। आहा ल हजुरहरूले नि खानुभयो होला होइन। ल अब खानु, म पनि मजाले खानेवाला छु होइन। ओके फ्यामिली खाना खाइसक्नु भयो होला। मैले नि खाएर अब चाहिँ काम गर्न जान लागेको। अब चाहिँ वहाँ माथि उखु रोप्ने बाँझो बारी छ वहाँ माथि। अनि वहाँ पहिले उखु रोपिसकेको थिएँ। अब चाहिँ त्यहाँ उखु रोप्ने। अनि हिजो चाहिँ यता बारी खन्यो। यो बारी त्यो तल्लो बारी। आज चाहिँ सबैभन्दा तल्लो बारी खन्ने हो। सो म देखाउँछु है त त्यहाँ उखु कस्तो छ, कस्तो फल्छ त होइन। ऊ चाहिँ सोलिड नै फल्छ। यहाँ चाहिँ सुन्तलाको बुटो, यता चाहिँ आँपको बुटो। यो चाहिँ उम्रिन लाग्छ फल्छ। अब पनि यता केरा छ होइन। अनि हेरी यहाँ चाहिँ उखु रोप्ने एरिया। यो गर अब झारसार उकाएर सब। अनि यसलाई चाहिँ चट्ट हेरी यहाँ यस्तो हुन्छ होइन। यहीँ टुसोहरू हुन्छ। यसलाई चाहिँ यहाँबाट यति काटेर अनि रोप्दिने यस्तो सुताएर। अनि यो माथिको नि रोप्दिने होइन। अनि यहाँ कतिवटा छ रोप्ने जस्तो चाहिँ। यताको चाहिँ यो फल्छ होला होइन। कमेन्ट गर्नु त यो फल्छ कि फल्दैन होला। कि यसलाई काटेर फेरि रोप्दिने। अब चाहिँ भाइले लिन जान्छु। भाइले चाहिँ भिडियो बनाइदिन्छ होइन। अनि म चाहिँ यहाँ उस गर्न पर्ला नि त, खनेर चट्ट रोपिदिन्छु आज। अनि अहिले काफल खानु पनि जानुपर्ने हुन्छ। माथि बनघट्टरमै खतरा काफल फलेछ अरे होइन। भाइको थियो काफल, तिजु जे भेटाइन्छ त्यही खाएर खाने होइन। त्यही हो ल। सो भाइको घर चाहिँ यही हो फ्यामिली होइन। भाइ चाहिँ रहन्छ घाँस काट्न गएर रहेछ। मम्मी चाहिँ उहाँ उतो घर जानुभएको छ होइन। सो साथीहरू म चाहिँ ठुलोबाको घर आइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ मम्मीहरू चाहिँ उता गफ गर्दै हुनुहुन्छ। म भैँसी चढाउन ल्याएर छन्। यता चाहिँ हाम्रो मन्दिर छ। यो चाहिँ ठुलो बाबाको भाइको घर, नयाँ घर बनाउनु भएको छ होइन। यहाँ चाहिँ ग्राउन्ड बनाउने भनेको अहिले बन्नेवाला छैन जस्तो लागिरहेको होइन। अनि यता यस्तै छ। अनि यता चाहिँ ठुलो बाबाहरू गफ गर्दै हुनुहुन्छ है। उता ऊ तिनजना। यी तोरी देख्न सक्नुहुन्छ, तोरी अनि मसुरको दाल उहाँ टिप्नको लागि आएको थिएँ होइन। यहाँ चाहिँ मेरो फ्यान भाइहरू भेट्टाएको थियो। ल हेर्नु अझै चाहिँ भाइहरूलाई औसल टिप्नु पर्ने हुन्छ। माथि औसल देख्न सक्नुहुन्छ होइन। यही हो ल। देख्न सक्नुहुन्छ गाइज कि मैले चाहिँ यहाँ हाँगो यस्तो गरेर यो औसल ल्याउनु त हो। भाइहरूले टिपिरहेका छन् होइन। मिठो छ औसलले भाइ। सो हामीले चाहिँ एक के अरे त यो यति चाहिँ टिपियो औसलु। अब चाहिँ हामी यो बोतलमा के भर्न जाने रे? क्यु काफल होइन।
चाहिँ क्युका फल टिप्न जानुपर्ने हुन्छ होइन क्युका फल टिप्न आइएको छ होइन यहाँ चाहिँ क्युका फल चोरेर आयौँ होइन त भाइ योमा भरेर ल लौ हात थाप सबजनाले सबलाई एक मुठी दुईवटा हात थाप अनि त्यहीमा राखेँ लौ तिमीलाई यति होइन ल अनि अरू नि खोज कि केही तिर्सी होइन ओके ल भयो है ल जाम ल हेर्न सक्नुहुन्छ क्युका ल जाम चलो चल्ते भाइहरूलाई टिप्थेँ औसलो क्युका फल होइन यस्तै हो अब गाइज म चाहिँ घर आइसकेँ भाइहरूलाई चाहिँ औसल टिप्थेँ होइन अनि भाइहरू चाहिँ घर गए भोलि पनि आउँछु भन्दैछन् फेरि अब आज टिप्टेको मया लाएर अब भोलि नै आउँछु रे अब अनि घर ल्याएर अनि उहु थियो घर होइन उहु नि काटेर दिएँ अनि काफलहरू नि टिप्थेँ हल्का हल्का अनि पोपन चाहिँ बल्ल आधा घन्टापछि यत्रो कुरा र बल्ल आयो होइन अनि त्यो चाहिँ माथि गेम खेल्दै होला होइन अब चाहिँ त्यसलाई गएर भन्छु अनि वनमा जाऊँ भनेर मानौ भने 2 जना जाने र एकजना भयो भने गइदिने है ल फ्यामिली यहाँ देख्न सक्नुहुन्छ म चाहिँ भाइको घर आइसकेँ भाइ चाहिँ त गेम खेल्दैछ भाइ चाहिँ नजाने र गेम खेलिरहेको छ होइन त्यसैले म एक्लै भए पनि जान्छु होइन भाइ चाहिँ यता कुनामा क्याप्चरमा लुकेर खेल्छ फेरि यहाँ हाम्रो घरको नेट टक्क चल्छ होइन यहाँ फ्री फायर हालिरहेको छ हेर्न सक्नुहुन्छ होइन त्यही हो चाहिँ एक्लै भए पनि जानुपर्ने हुन्छ गाइस म जान्छु अझै मोबाइलमा चार्ज थिएन त्यही भएर चार्ज गरेको त्यही भएर कि अलिअलि राम्रो देख्नु होला क्वालिटी अब घर खान छ उहाँ माथि हो धेरै माथि त होइन अस्ति चाहिँ यत्रो धेरै खाल्टो खनिदिएँ मैले यिनमा चाहिँ उस काँक्रो रोप्ने अनि फलेसी खाने त्यही हो यहाँ पनि मोल ल्याएर हाल्नु छ काँक्रोमा नि अनि त्यही हो अब हामीलाई यो धेरै टाढो त छैन यो फलेन त फलेकै छ होला ढुक्क अस्ति हाम्रो त ठिकै अहिले छ जस्तो लान्छ होइन त्यहीँ पछि भेटौँ है त ल रुखको मुनि फेद मुनि चाहिँ आइसकेको छु म होइन यही हो यही रुख हो बडामानको छ अहिले त्यही माथि कति देखाउँछु क्या हाँगाहरू त यहाँ त भाँच्दो रहेछ नि यो हाँगा यस्तो भाँचेरै खाएर गएको कुवाएर हो यस्तो म त होइन तर अस्ति आएको आजै हो पाक्नु पाकेकै रहेछ तल नि राता खायो है माथि नि कति भेटौँ फ्यामिलीमा चाहिँ आइसकेँ होइन माथि नै हल्का हल्का फल्छ धेरै त त्यस्तो साह्रो त छैन जस हल्का हल्का रातो रातो चाहिँ भइरहेको छ है यतातिर पनि छ यहाँ पनि छ है यी तल यहाँ उहाँबाट चढेर आएको माथि त माथि नै छ होइन अब चाहिँ सब कलेक्ट गरेपछि एकैचोटि देखाउँछ है त ल गाइज है मैले चाहिँ यति टिपेँ पाकेको चाहिँ यहाँ हल्का हल्का छ गोजीमा छ 1 गोजी जति यसलाई यहीँ हाल्नुपर्ने हुन्छ अब हल्का हल्का भेटे त्यस्तो धेरै त रहन्छ कोही आएरै टिप्यो अर्ग्यानिक कोही आएर चाहिँ जस्तो लाग्यो साह्रो त पाइएन होइन जे भयो नि सो म चाहिँ झरेँ होइन यति पाइयो पाइनँ त पाइयो यति होइन होइन यता चाहिँ हल्का हल्का एक काँचा राखेको होइन यहाँ चाहिँ पाकेकोहरू मिक्स छ मिक्स यसको चटनी बनाएर खानु खतरा मजा आउँछ कि यहाँ चाहिँ हल्का हल्का पाकेको होइन छ दिवस यति हसी पुग्छ खानालाई चाख्नलाई पुग्छ होइन त त्यही हो ल अब चाहिँ घर जानुपर्ने हुन्छ फेरि मम्मी कहाँ हुनुहुन्छ अब खाजा नै खानुपर्ने हुन्छ खाजा नि खाएको छैन कि मैले त हजुरले त खानुभयो होला नि गाइज होइन चाहिँ खाजा खान जानुपर्ने हुन्छ घर यति चाहिँ भेट्यो फाइनल्ली होइन अब चाहिँ खाजा खाएर अनि भेटौँला है त सो गाइज आजको लागि यति नै फेरि पनि भेटौँला अर्को न्यू भ्लगमा सो म चाहिँ अब खाना खानु लाग्यो हजुर पनि खाना खानु होला ओके बाई बाई